हेलो एभ्रिवान, गुड मर्निङ अनि वेलकम छ मेरो च्यानलमा। तपाईहरूलाई न्यू डे न्यू ब्लग लिएर आज पनि उपस्थित भइसकेको छु। लन्डनमा चाहिँ समर सुरु हुन लागेको छ, हल्का घाम लागिरहेको छ। हेर्न, पहिला चाहिँ यो रुखको बोट कस्तो थियो, अहिले चाहिँ क्या फुलिसकेको छ, यस्तो छ। अनि आज चाहिँ म बाहिर निस्किसकेको छु, कता कता जान्छु, तपाईँहरूलाई पनि यसो भिजिट गराउँछु। त्यता पनि फुलिरहेको छ सबैतिर, अब फुल्दै फुल्दै जाँदैछ। कति त बाँकी छ साथीहरू, यस्तो छ है। अघिको वेदर चाहिँ घाम लागेको थियो भने साथीहरू, अहिले चाहिँ पानी परेर, अघि चाहिँ म उता नर्थ होलमा थिएँ, अहिले चाहिँ जाइसकेको छु। यस्तो भइसक्यो है, पानी परेर हेर्नु न, पानी परेको अवस्था छ। अहिले चाहिँ म फेरि बाहिर निस्केँ आमाको घरबाट, कता कता जान्छु, हल्का भिजिट गराउँछु भनिरहेको थिएँ तपाईँहरूलाई है त साथीहरू। अब फेरि म बस पक्रेर यता जान्छु है। ल हेर्नुहोस् है साथीहरू, ग्रेस आइपुग्यो। कस्तो कति धेरै फुल फुल्न थाल्यो। अहिले पानी परेर यस्तो भइरहेछ, हेर्नु उतातिर यस्तो छ। अब यहाँ पर जान्छु, यहाँ चाहिँ क्रस गरेर हामी आइसक्यौँ यता। देखाहरू छ के आज, त्यही भएर अब यता भित्र जाँदैछु है साथीहरू। अहिले चाहिँ हामी त त्यहाँ सबमा गयौँ, सबबाट एउटा सामान बाई गरेर हामी निस्केर पनि फेरि के हो, फुल होइन, अब फुलै हुन्छ। अब हामी सेटिङ उता हामी फेरि जाँदैछौँ है हेसतिर। गाइजहरू लाग्यो है त। अब यसरी हिँडिराखेको छु अनि म तपाईँहरूलाई हेर्नु न, यो चाहिँ घङ्गर क्या, नेपालमा पाउने घङ्गर जस्तो लाग्छ यार। यस्तो हुन्छ है, होइन, घङ्गरै हुनुपर्ने हो मेरो विचारमा। यस्तो छ, यो सजाएको छ। अब चाहिँ म हेज लागेँ है त गाइजहरू है। हामी चाहिँ आइपुग्यो, त्यो चाहिन्छ रिफ होइन। 1 2 3 4 जना हुनुहुँदो रहेछ आज। आमामा खसी लिएर त आज त कति मजाले फुट फ्याँक्दिनु। कति ठुलो ठुलो हुनुहुन्छ हौ हाम्रो भाइ दाईहरू हुनुहुन्छ। यहाँ चाहिँ चोचे, यो चाहिँ के हो? चोचे म त किराती हो, म गुरुङ होइन। अब यसको गोरुको यो चाहिँ, अब उसको त्यहाँ काँडा कुरो गरेर चाहिँ हेरौँ न कतिको पानी। ऊ चाहिँ के भन्छ दाजु भन्नु, दाजु बोल्नु उयो काट्नु न बाबु, उतातिर बिजी हो। त्यति हो। त्यो त 5 केजी चाहिन्छ होला हौ। कतिले जान्छ? एकजनालाई के केजी भन्यो भने के धेर हुन्छ? कतिले जान्छ भन्न? 5 केजी पर्दैन अरे त्यो। ल 3 केजी राखिदिनु, अनि 3 केजी अर्को राखिदिनु नि त। उसले के भन्छ, मासु पनि लानुपर्छ भनेर मैले चाहिँ यो मात्र उठाउने भनेको, त्यही गरिदिनु ल। कति अरे बाबु त्यसको? 3 केजी रिप्स। केजी कसरी थियो थाहा पनि छैन कहिले। 570 तर यसको टोटल प्राइस चाहिँ 1749। 1749 भयो। हुन्छ, त्यो टेक काटिदिनु। यो जस्तो देखिएन क्या त्यो, त्यही भएर सोधेको। उता जस्तो देखिएन नि त। ल हुन्छ। ल उसले फ्रेस भनिसक्यो। सानो सानो गरिदिनु नि, पोली खाने हो कि। ल बाबु, ल खोलेर हेरौँ न, अनि थाहा हुन्छ। त्यो प्लास्टिकमा भएर त्यस्तो भएको हो कि।
कि यो अलिक फ्रेस छ के हो यहाँ क्या त्यो फ्रेस छैन नाइ नाइ त्यो त नाइ 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 होइन त्यो त होइन क्या हौ ए भगवान त्यो अघिदेखि बाहिर बसेको भएर त्यस्तो हो उयो अर्कै छ त बाबु भयो ओ यहाँ हाम्रो बोस दाजु हन्सुलो त हुँदैन हौ अब चाहिँ रेडी भयो होइन यहाँ म देखाउँछु यहाँ राख बिल देखाउँछु कति कति भयो भाइ हो मेरो भाइ यो चाहिँ के भन्छ 19 पाउन्ड 4 पी यो चाहिँ 11 अनि 75 पी यो चाहिँ 3 पाउन्ड 3 आइटम थ्याङ्क यू भाइ गएको बाई 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 हाम्रो दिदीको युट्युब च्यानलमा हैन सबैले सब्स्क्राइब गरिदिनु बिनम्र अनुरोध थ्याङ्क यू मोटे दाजु बाई अब हामी बिल गर्नु गएको साथीहरू ल हामी चाहिँ यो मेरिनेट गर्न थालेको तर खै टेबलमा के भयो कागजी त भयो ए उ के भन्छ अरू नलगाइकन तपाईँले त कागजी लाउनु थाल्नुभयो अनि तिमीले के भन्नु हुन्छ केही हुन्न क्या खै आज किन भुइँमै बसेर गर्दैछु भुइँमा बस्नुपर्छ अरे क्या डक्टरले भनेको के हो यसको चाहिँ धेरै धेरै उयो हुँदो रहेछ क्या दाना हुँदो रहेछ क्या बाबु है त्यो होइन ए यहाँ पहिले यो गरौँ न हो त अरे हो त दिनु अरे पहिला हामी चाहिँ मेरिनेट गर्नु सुरु गरे हो यहाँ के भन्छ तेल लाउनु अलिकति कन्सिस्टेन्ट भयो भने चाहिँ चाहिहाल्छ भयो 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 त्यतिले त केही हुन्न हौ भयो भयो नुन लाउनु बेसार लाउनु चाहिन्छ अब ऊ चाहिँ मेरिनेट गर्ने मान्छे हो किन फेरि हामीले मेरिनेट गरेछौँ अहिले भरे कस्तो हुन्छ अनि तपाईँहरूलाई फेरि देखाउँछु है त गाइजहरू हामीसँग त्यो उयो छ कि छैन के हो बेसार पनि सोया सस सोया सस त्यहाँ पर म चेक गर्छु हाम्रो चाहिँ यस्तो भएको छ अहिले चाहिँ अब एकछिन भरे चाहिँ भित्र के अरे ओभनमा हालेर निकालेपछि चाहिँ कस्तो हुन्छ है फेरि त्यो पनि म तपाईँहरूलाई देखाउँछु आजको हाम्रो सन्डे चाहिँ यस्तो छ आज स्याटरडे हो ए स्याटरडे हो अन्त स्याटरडे हो भने मान्छे रेडी गर्न ए भइसक्यो ल म अर्को रेडी गर्छु यो चाहिँ फेरि हाम्रो अर्कै हो यो चाहिँ मासुवाला हो होइन यसलाई के हुन्छ अहिलेको बरेको हो अब हामी मासुवाला बनाउँदैछु कस्तो गरिराखेको छु अहिले भएर चाहिँ यो कस्तो पाकेपछि चाहिँ कस्तो हुन्छ अनि फेरि म तपाईँहरूलाई देखाउँछु तयारी मात्र अनि हाम्रो सेलरोटी पनि बन्छ होइन आज सेलरोटी चाहिँ एकदम लिमिटेड पिस हुन्छ जस्तो छ है अब अचार सबै अब गर्नुपर्छ नि बाबु सेलरोटी अचारहरू चाहिँ अब बरु हामी गर्छौँ सेलरोटी चाहिँ तँ चाहिँ अचार बनाए गर्दै गर्नुपर्छ अचार अब त्यो गर्ने अनि के भन्छ ज्वाइँले यहाँनिर ऊ तिल चाहिँ कुटिदिन्छ त्यो मिक्सचरमा अलिक सानो हुँदैन भयो त्यतिभन्दा नलगा एउटा सानो कुनै छ भने पाइस भने लगा त्यति हो नत्र भने हौ त्यही रिप्स लगाएर ल म चाहिँ एकछिन ब्रेक टाइममा छु है किनभनेदेखि तल चाहिँ सेलरोटीको लागि पुरै बहिनीहरूले व्यवस्था गरिराखेको छ मैले चाहिँ त्यो बहिनीले आज चाहिँ मासु पनि बहिनीले मेरिनेट गर्यो अनि ओभनमा हालिदिएँ मलाई चाहिँ हल्का सन्चो नभएको भएर अनि त्यस पछाडि म चाहिँ माथि आएर रुममा बसिरहेको छु तिनीहरूले चाहिँ तल सेलरोटी बनाउने कोसिस गरिरहेको छ पुरै अनि मैले चाहिँ यहाँनिर अचार चाहिँ बनाएँ मिक्सरमा पिसेर अनि त्यस पछाडि अब हामी सेलरोटी बनाउनको लागि रेडी हुँदैछौँ मम्मी पनि तल झरिसक्नुभयो रुमदेखि अचार चाहिँ कस्तो भएको छ भने तपाईँहरूलाई देखाउँछु यस्तो भएको छ है अचार चाहिँ मेरो अचार म पनि तल जान्छु है ए अब चाहिँ यो चाहिँ हाम्रो कान्छी बहिनीले बनाउँदैछ आज सेलरोटी बनाउने चाहिँ मान्छेको चाहिँ यस्तो छ है फेस यस्तो बनाएछ एउटा बनाएछ जेसुकै खाँदाखेरि मिठो हो भने सक्यो चलेगा
सफा अनि त्यस पछाडि खाँदा मिठो हुनु पर्यो सक्यो त्यो त मम्मीले हाल्नु पर्यो मलाई चाहिँ ग्यास्ट्राइटिक्सले एकदम साह्रो बनाएको छ र म चाहिँ एकदम रोटीको पारा खियो हुनु कि तर म यो तातो पनि खाएर मात्र खाने उमा छु क्या मम्मी फेरि आत्तिनु भयो तेल र घिउ धेरै के हो यो सुरुङको मात्रै हो तातो पनि पिसक्छु अनि त्यस पछाडि यत्रो खान्छु म लयालो होइन कि भर्खर स्टार्ट गर्दै गरेको साथीहरू मैले नि मम्मीलाई भन्छु भनेर आज सेलरोटी खानु भनेर सोचिरहेको थिएँ फेरि ढिलो भयो भनेर मैले फ्राइडे भनेन अनि फेरि मम्मीलाई बिहान फोन गरेको त सेलरोटी खान्छ अरे भन्नुहुन्छ म आउनु लाग्यो मम्मी हेर्नु फुल्नु थाल्यो सोह्र हालिस क्या नि साडी त्यो फुल्नु थाल्यो यहाँनिर बनाउने मान्छे चाहिँ यस्तो छ दुईटा भए त दुईटा छैन मम्मी यस्तो यो गर्ने यस्तो फाड्ने सबै मान्छेको दुईवटा हुन्छ चलेका अनि कसैलाई सो गर्ने होइन नि त यस्तो हुँदैछ अहिले धेरै भएपछि देखाउँछ हाम्रो चाहिँ यस्तो भयो लुक्स चाहिँ फाइनल लुक्स चाहिँ फेरि हामी अर्को पनि टपअप गर्छौँ अर्को हाल्छौँ यो चाहिँ निकाल्छौँ अब अनि त्यही भएर है साथीहरू यस्तो भयो हाम्रो चाहिँ यो चाहिँ होइन फाइनल लुक्स उता माथि पनि छ कता कता छ यो मात्र देखाइदिन्छु म यो चाहिँ बहिनीले बनाएको सेलरोटी है यो उसले हेर न आज यस्तो काटेछ यहाँ काँक्रा छैन रहेछ ठिकै छ अनि यो चाहिँ म चाहिँ यस्तो खाने भनेर नि आज अब हेरौँ गम गम खाइन्छ साथीहरू मेरो फाइनल लुक्स यस्तो भयो त्यो चाहिँ माथि त्यसले अरू कसैलाई दिनुपर्छ भनेर सायद राखेको होला केही न केही त्यत्तिकै काँक्रा छ त्यो चेप्ला पर्दैन अब साबक काँक्रा नखाउँ होला हौ गाजर खाउँ गाजर गुलियो रहेछ अनि अब चिसो तातो के खाने हो यहाँ रेडी गरौँ साथीहरू हाम्रो फाइनल लुक्स यस्तो भइसक्यो